सेवा गरेर भर्खरै अहिले हुकुमबाट आएको भन्दै हुनुहुन्थ्यो कि दिदीले केही समयमा जबहरू भइसकेपछि राम्रो पढेको रहेछ होइन आइटी पढेको रहेछ लाइभ होइन भिडियो रेकर्ड सक्दैन चिन्ने तपाईहरुले चिन्दैन आमाले पनि यस्तो सोचे हुन्छ नि आमाले यसो मानेर सोचे हुन्छ
यतितिर आउँदैन होला पछाडि पुगिन्छ ल त्यो बस्दै यति हो हामी कोही छुटेछ हामी किन बिस्मिना हाम्रो किचन ल मेरो फुपू मेरो पूजा बहिनी मेरो साइली एकछिन त म यसरी बस्छु अनि यहाँ पहिला भिडियो एकछिन बस्नु है एकछिन है हामीलाई मात्र होइन संसारलाई यहाँबाट अहिलेसम्म भेटघाट हुने मौका पाएको थिएन आज फेरि एकचोटि यसरी भेटघाट हुन पाउँदा एकदमै खुसी लागिरहेको छ तपाईँहरू पनि खुसी लागिरहेको छ होला है कहाँ कहाँबाट आइदिनु भयो धन्यवाद है कोरोनाले साँच्चै नै सबैलाई दुखित लागेको थियो हाम्रो आफ्नो आफन्तहरूलाई पनि गुमाउनु परेको दुःखमा पनि सँगै सेयर गर्न सकेको थिएन त्यो चाहिँ एउटा समयको स्थिति थियो त्यो कुराहरू कालो दिनलाई बिर्सिँदै आज फेरि एकचोटि यसरी भेटघाट हुन पाउनु हाम्रो लागि अहो भाग्य ठान्दछौँ आशा छ तपाईँहरूलाई पनि त्यो कुराहरूलाई पछाडि राखेर अगाडि बढ्ने सबैलाई हौसला मिल्दैछ होला है यो कुरालाई यहीँ छाडौँ अब दुःख कुरालाई बिर्सेर अब यसरी भेटघाट खुसी सेयर गर्ने दुःख सुख सेयर गर्ने समयहरू हाम्रो वार्षिक रेगुलर हुनेछ भन्ने हामी आशा गर्दछौँ ढिला नगरिकन अब हाम्रो यत्रो दुःखको समय पनि हाम्रो नानीहरू आफन्तजनहरूले ठुलो एचिभमेन्ट के अरे प्रमोसनहरू पाएको छ त्यसलाई हामी एकदम हौसला दिन बधाई लागि फुलले सम्मान गर्नेछौँ त्यसको लागि उज्जवल गुरुङ ग्रेजुएसन Aishwarya, graduation in English. Aishwarya, please. Johnny, graduation in shoemaking. Two-way design. Designer, right? Designer, yeah. Renuka, masters in human resource. Renuka. Dachina, correct? Sorry. BSc nursing.
ल उता हेर्नु उज्जवल उता उता फोटो खिच्ने करो गयो अब सुमिना तिमी यहाँ त साइडमा आइज न ठिक छ उड्किन्छ खिच्यो ल भयो यो चाहिँ कुमारी दिदीको छोरी कुमारी दिदीको कान्छी कुमारी दिदीको कान्छी ऐश्वर्या ऐश्वर्या लाली भेनाको छोरी लाली भेनाको ग्रेजुएसन इन इङ्ग्लिस Renuka Masters in Human Resources. Next one, Renuka Masters in Human Resources. खबरी त बजाइदिनु हौसला बढाउनु पर्छ हाम्रो नानीहरूलाई दक्षिणा बिएससी नर्सिङ हाम्रो बुहारी दक्षिणा है ताली बजाउनु हाम्रो नानीहरूलाई हौसला दिनुपर्छ नेक्स्टमा चाहिँ हाम्रो बहिनी न्यू आइबो फ्रम नेपाल दिपा गुरुङ हाम्रो हङकङबाट हाम्रो थमान काका अनि काकीको माइली छोरी है वेलकम बहिनी तपाईँको यो अराइभल एकदम राम्रो होस् सफलता होस् है सधैँ हाम्रो पार्टीमा आएर नाच्न पाओस् है त ल ताली बजाउँ ल भाइ थमन अनि के अरे हाम्रो भञ्जलाई थ्याङ्क यू है ल थ्याङ्क यू यति हो अब अर्को वर्ष ल अर्को वर्ष कोही मान्छे छुटेको छ भने हामीले यहाँबाट नै धन्यवाद दिन माग्छु अनि उनीहरूलाई चाहिँ नेक्स्ट इयर क्याचअप गर्नुपर्नेछ है ल कोही छुटेको छ भने भन्नुहोस् है तपाईँहरूले कसै छुटेको छ यहाँ छुटेको छैन नि होइन ल एकदम अर्को हाम्रो लागि एकदम खुसीको कुरा भनौँ कि ठुलो मन भएको भनौँ अब है हाम्रो सबैभन्दा सिनियर काकाले अनि आमाले तुलवीर काका है अनि आमाले चाहिँ हाम्रो अहिलेको यो पार्टीको लागि 250 पाउन्ड ड्रिङ्कमा कन्ट्रिब्युसन दिनुभएको छ है ल धन्यवाद उहाँको स्वास्थ्यको एकदमै के अरे राम्रो होस् अझै राम्रो होस् धेरै बाँचोस् हामीलाई आशीर्वाद दियोस् भन्ने एकदमै शुभकामना के अरे शुभकामना है त्यस्तै गरेर मिसिरी शेरकाको आमाले पनि 200 पाउन्ड दिनुभएको छ हाम्रो पार्टीको लागि यो ड्रिङ्कको लागि ल ताली ताली Then again,
तपाईँलाई पनि धेरै धेरै धन्यवाद। धेरै बाँचोस्, हामीले यसरी नै कन्ट्रिब्युसन अनि आशीर्वाद दिन पाओस् है। ल यति भन्दै अरू कसैको केही कुरा छुटेछ कि छैन भनेदेखिलाई इन्जोय गर्नुहोस्, यस्तो खुसियालीमा गफसफ गर्नुहोस्, दुःख कुरा सेयर गर्नुहोस्। यस्तै गरेर नेक्स्ट इयर पनि भेट्न पाऊँ। नेक्स्ट इयरको टाइम चाहिँ हामी अलिक मिलाउने कोसिस गर्नेछौँ है। अनि हामी सबै अलिकति भाइपरमा चाहिँ यसो हेऱ्यो भने चाहिँ अलिकति सजिलो होला जस्तो लाग्छ है त। ल इन्जोय। थ्याङ्क यू। हजुर फज्या हजुर ल हुन्छ